नमस्कार। आजको खबर टिभीमा यहाँहरूलाई स्वागत छ। हामी सदाको जस्तै उपस्थित भएका छौँ। देशमा घटना परिघटना र देशमा भएको भ्रष्टाचारलाई अन्त्य गर्नको लागि हामी उपस्थिति भइसकेका छौँ। कृपया तपाईँलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन भने नबिर्सनुहोला। यो देशमा किन यसरी घटना घटिरहेको छ त? आखिर यो देश किन अन्धकारतिर जाँदैछ त? किन अँध्यारोतिर दलिँदैछ त? यो देशलाई, यो देशमा केही गर्छु भनेर आएका युवाहरूलाई किन प्रोत्साहन गरिँदैन त? के साँच्ची नै यो युवाले चलाउन नसक्ने देश हो त? उही माओवादी, उही काङ्ग्रेस, उही एमाले मात्र घुमिफिरी उनी प्रधानमन्त्री बन्ने यो कस्तो खालको प्रवृत्ति चलेको छ? यो प्रवृत्ति नटुङ्गेसम्म यो देशमा विकास हुन सक्ने कुनै पनि आधार र कुनै पनि चेतावनी दिन सकिने खालको काम हुन सकेको छैन। देशमा भएका युवाहरू दिन प्रतिदिन विदेशिने क्रम चलेको छ। कति दिन युवाहरू विदेशिने, कति दिन युवाहरूले यस्तो गर्ने, कति दिन यो देशमा मान्छेहरू देश छोडेर जाने लर्को चलिरहेको छ। यो सबै हुनुको पछाडिको कारण रहेको छ देशमा सुशासन, देशमा शिक्षा, स्वास्थ्य, रोजगार केही पनि नहुनु हो। देशमा जबसम्म सुशासन कायम हुँदैन, जबसम्म यो देशमा सुशासन ढङ्गरी जाँदैन, तबसँग यो देश तङ्ग बङ्ग हुने कुनै ग्यारेन्टी छैन। जति बेला जे पनि हुन सक्छ। यो देशमा दिनमा 35 देखि 40 हजार युवा युवतीहरू बाहिरिएको अवस्था छ। त्यो पनि अस्थायी रूपमा भन्ने र थायी रूपमा हेर्ने हो भने पार थायी रूपमा बाहिर विदेशिनेहरूको सङ्ख्या एक वर्षमै 2,50,000 पुगिसकेको छ। यस्तो अवस्थामा देश कुन मोडमा गरेको छ भनेर यति बेला काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ज्यू, तपाईहरू मात्र गिन्तीमा तपाईहरू प्रधानमन्त्रीमा नाम मात्र लेखाउने कि देशको विकास पनि गर्ने? यो देशमा इतिहास हेर्न सक्नुहुन्छ। यो देशको इतिहास साँच्चै नै हेर्ने हो भने पृथ्वीनारायण शाह, बलभद्र कोण, भीमसेन थापाहरूले जस्तो आजको यो देशलाई, यो हामीले गौरव गर्न लायकको यो देश, जसले गोर्खाली भनेर चिनाएको देश, आजको परिस्थितिमा हेर्ने हो भने बार ठ्याक्कै उल्टो भएको छ। त्यति बेला गोर्खाले चिनाएको देश भनेर बलभद्र कोण र भीमसेन थापा, पृथ्वीनारायण शाहहरूको जस्तो नाम लिँदा यो मन चङ्गा हुन्थ्यो र यो शिर ठाडो भएको अनुभूति हुन्थ्यो। तर अहिलेका देशका हाम्रा यी नेता भनौँदाहरूको नाम लिने हो भने पार विदेशमा होइन स्वदेशमै पनि मुटु झुकाएर हिँड्नुपर्ने अवस्था छ। विदेशीहरूले दल बल सहित देशलाई चापिरहेको अवस्था छ। देश कतातिर मरिँदैछ त्यो कुनै स्वाद छैन, कुनै बाल छैन। आफ्नो छोराछोरीलाई विदेश पठाएर यहाँ स्वदेशमा जनता गरिबहरूलाई लडाएर बस्ने यिनीहरूको रणनीति कहिलेसम्म? आखिर यो कहिलेसम्म? केही गर्छु भनेर आएका युवाहरूलाई किन गर्न दिँदैन त? युवाहरूको जोस जागरलाई प्याट्टे हुने गरेर किन यिनीहरूले साइड लगाइरहेका छन् त? मर्ने बेला भइसक्यो, दोस्रो पिँढीलाई पनि केही देऊ र दोस्रो पिँढीले शासन गर्यो भने केही गर्न सक्थ्यो कि भन्ने जस्तो आश थियो। तर पनि त्यहाँ पनि त्यो आश पुरा हुन सकेन। केही गर्छु भनेर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामेछानेलाई अहिले जेल चलान गरिएको छ। उनलाई जेल चलान पर्ने कारण थियो, न कुनै प्रमाण भेटिएको छ, न कुनै त्यस्तो मजबुत कागज भेटिएको छ, न बिना प्रमाण यसरी राजनीतिक प्रतिशोध साधिएको छ। जो युवाले केही गर्नुपर्छ, यो देशलाई पनि चिनाउनु पर्छ, विश्व सामु झुकाउनु हुँदैन। हाम्रो देशमा पनि हामी आत्मनिर्भर हुन सक्छौँ है भनेर आएका युवा र हामी गर्छौँ भनेका युवाहरू अहिले जेलमा बसिरहेका छन्। हामीले एउटा उदाहरण हेर्न सक्छौँ। हाम्रो हिजो अस्ति भर्खरको एउटा उदाहरण हो कुलमान घिसिङ, जसले यो देशलाई लोडसेडिङबाट मुक्त बनाए, जसले यो देशलाई अँध्यारोबाट उज्यालोमा ल्याउने एउटा नायकका रूपमा चित परिचित भए, जसले गर्दा यो देशमा भएको करोडौँ रुपियाँ भएको बिजुली, घाटामा भएको बिजुलीलाई नाफामा उठाएर करोडौँ फाइदा गराए। जहाँ 18 घण्टा लोड सेडिङ हुन्थ्यो, जहाँ 1 घण्टा पनि लोड सेडिङ नहुने गरिकन लोड सेडिङ मुक्त गराए, उनलाई उनको कार्य अवधि 3 महिना छँदै उनलाई बर्खास्त गरियो। आखिर यो सब केका लागि? आखिर यो सब केका लागि? किन नेताहरूले कुरो नबुझेको गरेकाले गरेको राम्रोलाई राम्रो र हाम्रो नराम्रो नराम्रो भन्न नसक्दा देश कुन ठाउँको भड्खालोमा परिरहेको छ? यहाँ कुनै पनि यहाँ हिसाब किताब छैन। हाम्रै देशमा रहेको 100 भन्दा विश्वको ठुलो सगरमाथा भनेर चिनिने हिमाल भन्दा पनि त्यहाँभन्दा ठुलो त भ्रष्टाचारीको चाङ ठुलो भइसकेको छ। यो भ्रष्टाचारको यो गन्दगी, यो फोहोर, यो मैला कसरी साफ गर्ने, कहिले साफ गर्ने, कसले साफ गर्ने? यदि अब पनि युवाहरू तातेनौँ, युवा पनि जुटेर आएनौँ र युवा अब एकजुट हुन नसक्ने हो भने अबको 30-40 वर्षभित्र नेपाल भन्ने देश थ्योरै मात्र हुनेछ, नेपाल भन्ने देश रहने छैन। त्यसैले माया लाग्छ भने साथीहरू, माया लाग्छ भने युवाहरू, माया लाग्छ भने अहिले आएका नयाँ जेनेरेसनहरू, तपाईँ हामी सबै मिलेर यो
देशको मुहार फेर्नु छ। हामीले पत्रकारिताको मार्फत यो प्लेटफर्मबाट जनतालाई सचेत गराएका छौँ। तपाईँहरू उठेर आउनुहोस्, विकासमा लाग्नुहोस्, सबै मिलेर यो विकास लागेर देशलाई बनाउनु पर्नेछ र यो जरुरी पनि छ।